प्रिय बालेन, शहरको बर्खे भेल जस्तै तपाईको जिन्दगीमा पनि अहिले साथहरू बग्दैछन्। भरथेक गर्नेहरू टाढिदिन्छन्, तर के गर्नु, यो शहर सधैँ यस्तै नै रह्यो। जब कोही परिवर्तनको आगो बोकेर आउँछ उसलाई खरानी बनाइन्छ। तपाईँ जब पहिलो पटक महानगरको ढोका टेक्नुभयो, आशाका उज्याला दियोहरू बले। हिजो तिनै तपाईको शपथ ग्रहण समारोहमा काँधमा काँध मिलाउनेहरू आज मुख फर्काइरहेका छन्। राजनीति भनेकै यस्तै हुँदो रहेछ, जहाँ सहयात्रीहरू मौसमका बादलहरू जस्तै हुँदा रहेछन्, घाम लागेसँगै हुरियाए परै। सुनिता ढङ्गोलले पनि तपाईलाई छोडेर आफ्नो बाटो रोजिन्, जसलाई तपाईले आफ्नै टिमको अभिन्न अंश बनाउनु भयो। उहाँ पनि आज टाढा भइसक्नुभयो। सँगै हिँड्नेहरूले नै छाया जस्तो व्यवहार गर्दा कति पोल छ हैन? तपाईका सपनाहरू, तपाईका योजनाहरू, तपाईले बगाएका पसिनाको सम्मान गर्ने कोही भएन। तपाईको आँखा वरिपरि काठमाडौँका ती ढुङ्गे धाराहरू छन्, जसले वर्षौंदेखि पानी नपाए झै तपाईको आँखामा पनि थकान, निराशा र एक्लोपनाको रेखा बसेको छ। तर सम्झनुहोस् बालेन साहब, इतिहास कहिल्यै गद्दारहरूका नामले होइन, योद्धाहरूको संघर्षले लेखिन्छ। शहरका हजारौं युवाहरूको मनमा अझै फरफराइरहेको छ। यो शहरले तपाईलाई बुझोस् या नबुझोस्, तपाईको नाम पनि यही धुलाम्मे गल्लीहरूमा हराउने छैन। तपाईको आत्मबल छ भने इतिहासकै एउटा पानामा अमर हुनेछ। आज तपाईँ एक्लो पर्नु भएको होला, तर तपाईले बोकेको परिवर्तनको झण्डा समयले तपाईको निष्कलङ्क प्रतिबिम्ब कहिल्यै धमिलो पार्ने छैन।